स्वागत छ हैन। आज चाहिँ हामी हल्का लङ राइड जाँदैछु सम्झी र म मनोकामना दर्शन गर्न हैन। अनि जाने क्रममा आज चाहिँ धेरै लामो समयपछि उता गएको बेला भिडियो बनाइदिउँ न भनेर आज चाहिँ म भिडियो बनाउन गइरहेको छु हैन। अब चाहिँ हामी रेडी भएर निक्लिन लाग्यो। हाम्रो बसन्ती चाहिँ यता छ हैन। अब चाहिँ निक्लिन्छौँ है त गाइस हामी। ल गाइस अब चाहिँ हामी हिँड्नेछौँ हैन। त्यसपछि माउन्टमा बोल्दै बोल्दै यसो बाटोको भिडियो बाटो साटो कस्तो छ खिच्दै खिच्दै जानेछौँ। हेरेर इन्जोय गरिदिनु होला, लास्टसम्म हेरिदिनु होला है त। लामो समयपछि यो भिडियोको साथसाथै तपाईँहरू सबैजनाले मनोकामना माईको दर्शन गर्नु होला। यो भिडियो हेरिदिँदाखेरि सबैजनालाई मनोकामना माईले रक्षा गर्नु है त गाइस। त्यति भन्दै अब माउन्टमा भेटौँ है त। लगाइजहरू होइन, अब चाहिँ हामी निक्लिनु लाग्यो यहाँबाट। यस्तै छ है त रानीवनको नजारा। अब यहाँबाट चाहिँ हामी गाइज सानो निक्लिन्छौँ होइन। अनि त्यसपछि हेलिकप्टरदेखि डर छ गाइज। अहिले पछि यहाँनिर मिटर हेर्नु होइन कस्तो जान्छ राधाकृष्ण मन्दिर हो है त गाइज। राइट सफल होस्। गाइज हामी चाहिँ रिङ रोड निस्किन लाग्यो होइन। रिङ रोड निस्क्यौँ। अब यहाँबाट राइट हामी यहाँबाट रेम्बो है त गाइज। यस्तो छ है त गाइज रिङ रोडको हालत। के लाग्दैन आइपुग्यो है त गाइज। बुधबारको के भन्छ शम्भुनाथ रक्षा गरौँ। हाम्रो यात्रा सफल होस्। यताबाट ठ्याक्क कलङ्की राइट लाग्ने है त गाइज। बिस्तारै अलिक छोटो छोटो क्लिप बनाउँदै जान्छ। हामी चाहिँ यो के भन्छ यो कलङ्कीको यो फ्लाइओभर हो कि भन्ने यता आइपुग्छ क्या होइन। यहाँबाट राइट लाग्ने हो महेन्द्र हाइवे। लाग्यो है गाइस, लाग्यो यता महेन्द्र हाइवे। अब चाहिँ हेभी गाडीहरू धेरै गाइस। हामी चाहिँ थानकोट आइपुग्न लाग्यो। थानकोट गाइस फर्स्ट टाइम हो है म चाहिँ मनोकामना। सन्डी पनि फर्स्ट टाइम नै हो। खतरा छ नि यहाँ माथि घुम्ने ठाउँ खतरा छ नि। घुम्ने ठाउँ घुम्ने छिटो आयो निस्किनु पर्यो। ठाउँ त दामी छ
त्यो बोर्डर जस्तो लाग्यो यो त गाइज बोर्डर हो प्लेस नेम गाइज कमेन्ट काठमाडौँ र कता गयो उता चाहिँ डह्रो चेकिङ रहेछ है हामीलाई चाहिँ के पनि परेन थ्याङ्क यू त्यसको लागि सोध त्यसमा गाइज यस्तो छ है त नजारा पुरा अहिले हामी बोर्डरमा छौँ यो थानकोटको यही त होला नि थानकोटको डाँडो कि थानकोटको बोर्डर जे भन्ने नि होइन पुरै फोनको हालत यस्तो भइसक्यो गाइज क्यामेरा नि सम्झी फोन हेर नि ल गाइज अहिले चाहिँ हामी यो थानकोटको बोर्डर हो होइन तपाईँले बिगाइदियो होला अब हामी चट्ट लागेर मास्क लाउनु पऱ्यो होइन केही छैन सन्देश एक बोतल ल गाइज अब फेरि हामी लाग्नेछौँ है त मास्क किन्नको लागि रोकेको हो थुप्रै खासै रोक्ने कुनै जरुरत थिएन बस्नुसम्म ल गाइज है हामी चाहिँ थानकोटको ओह्रालो लागिसकेका छन् देख्नुहुन्छ नजारा अहिलेदेखि यस्तो अवस्था धुवा धुलो बाइक कुछ नै है गाइज हामी चाहिँ यो सुरुङ आइसक्यो है केपी बाले बनाउनु भएको सुरुङ केपी बा तिमी कता छौ सुरुङ चाहिँ यता रहेछ होइन यहाँबाट कहाँ हो सम्झी अनि आउने गाडी कताबाट हो यो उता पारिबाट यो सुरुङ कहिले सञ्चालन हुन्छ यतातिर हेर त्यसरी राखेको छ सुरुङले गरेर होला है यस्तो पहिरो आउँछ भनेर होला नि सम्झి राख्नु पऱ्यो नि यहाँ ल गाइड चाहिँ यस्तो रहेछ है यतातिर चाहिँ पहिरो नआउँछ भन्नु होला ताप जाली गरेको रहेछ होइन त्यो हिलको गाडी पनि देख्दैन त्यो कस्तो हुँसु लाग्यो हो गाइड त्यो यता जहिले यस्तै होला यो हामी कुन ठाउँ आयो नि थाहा छैन होइन यो कस्तो लौडा लसुन जस्तो बाटो रहेछ यस्तो बाटो हेर्नु न हातै दुखिसक्यो यार घुद्रुक मात्रै छ घाँत्राक र घुद्रुक मात्रै छ यो गर्नै पर्ने हो अरू थुप्रो थुप्रो हेर्ने गाडी हिँड्छ यहाँ हेर्नु त गाइस हात हेर्नु न हात मैले पन्जा पनि लाउनु बिर्सेछु कि यो ब्रेक हानेर हो लगाइज यो छ नि यो तिनवटा आउला ए भन्ने बित्तिकै यो बाटोको बुराइ गर्दा गर्दा पिचायो है कुन ठाउँ हो यो बोर्ड हेरेर जुनसुकै ठाउँ हो चल केटा स्ट्यान्ड है त गाइस हामी चाहिँ गल्सी आइपुगेछ
सम्झि त्यो कुन खोला हो? तिर्जुली नदी हो यो खोला त एक्कासी आयो त यार, ऐसो पनि देखाएको थिएन हामी चाहिँ मलेकको आएर नि बसिसकेको हुन्छ है त। यो बाटो होइन मलेकको बाटो कति लाग्छ केही थाहा छैन। सम्झि कस्तो भइरहेछ? हालत चाहिँ हुलिया चाहिँ डेन्जर भइसक्यो। यो बाटो चाहिँ धेरै चाहिँ नराम्रो रहेछ। लामो समयको कठिन यात्रा पछि होइन फाइनली कुन ठाउँमा आइपुग्यो। अब यहाँ निश्चित घुम्नु पर्यो होइन, यो चाहिँ भयो क्या। बाटो त यस्तो बिजोग छ कि बाटो त्यहाँनिर एकछिन रेस्ट गरेको होइन, बिजोग भयो। एक पानी हाल्नु पर्छ। अब चाहिँ हामी मनोकामना आइपुग्नै लागिसक्यो होइन। मलाई के भन्छ त्यो थाहा छैन। हाम्रो उता पारी देखिसक्यो है त त्यो कारहरू। ठ्याक्कै काठमाडौँबाट कति भने ठ्याक्कै काठमाडौँबाट लगभग 105-7 किलोमिटर रहेछ है मनोकामना टुरिङदासमा। ठ्याक्कै 9:34 हामी आइपुगेको छ। 9:34 भनेपछि हामी वहाँबाट कति बजी 6:15 6:30 हिँडेको थिएँ। यो दिदी यो उता मनोकामना जान पार्किङ चाहिँ तलै छ है। ल गाइस सिधै गयो हामी वहाँ रक्षा गरौँ। दामी रहेछ सम्धि है गाइस। पुरा इन्डियन टुरिस्टहरू धेरै आउँछ क्यारे। सब बिहार मात्रै छ यार गाडी। बिहारदेखि धेरै आउँछ क्यारे नेपालमा। ठिक छ गाइस, दामी छ। फाइनली आइपुगे मनोकामना। दामी छ है गाइस। त्यस्तो रहेछ हेर्नु है प्रोसेसहरू के हो।
बस स्टप ओहो गाइस यस्तो रहेछ नि त टिकट काट्ने ठाउँ यता हो क्या होइन अनि पार्किङ के गर्नु पर्यो बयासी 16 ए 82 रे 42 16 अहिले आएर तिर्ने होइन यो खोलिदिनु 78 कति हो 78 हो गाउँमा आइसकेको छौँ हामी चाहिँ टिकट पाउनु लास्ट गर्मी छ हो डेन्जरै यता त यो पार्किङ हेलमेटको लागि नि पैसा दिनुपर्छ हस् थ्याङ्क यू गर्दैन अरे जब चाहिँ हामी टिकट काट्न जाँदैछौँ टिकट काट्नु एउटा भिडियो बनाउनु त नमिल्ला फेरि यस्तो छ मनोकामनाको नजारा टिकट काट्नमा त्यस्तो रहेछ यता टिकट है गाइस फाइनली दुईटा टिकट लिइसक्यो हामीले आने और जाने का 1540 रुपियाँ यस्तो यताबाट ल लागि सन्धि कस्तो भइरहेछ सिसा हावा खाइदियो कति गर्मी हो यार यो ज्याकेट त ल्याएर त्यस्तो हेर जो रमाइलो भइरहेछ के हो गाइस पुरा प्याक छ त यता त कस्तो भइरहेछ नि लगभग अब एक राउन्ड मात्रै बाँकी छ है गाइस एकै राउन्ड घुमेपछि हामी पनि त्यहाँ सलल जाने रे क्या होइन त सम्झि जाने हो नि त छिरेको है अब हामी पनि यत्रो भिड छ है गाइस यो हाम्रो लागि हो है गाइस स्पेशल हामी कतिजना सन्धि स्कुटरको टायर हाले आज साँच्ची चल्यो त यार चल्यो फर्स्ट टाइम के भन्छ सम्झि यो नदी त्रिशुलीको नदी माथि बवाल छ है चिटर कस्तो गरेछ यार सही यार मलाई त त्यहाँ चढाइछ
यो ट्रलीमा जानु पनि मजा आउँछ है गाइस म त यहाँ खतरा घुरेको यस्तोमा चाहिँ कसरी पास अब चाहिँ कसले दिएको स्पिड ब्रेकर हाई गाइस पाले होइन रहेछ नि अझै पो रोड होला है बाटो चाहिँ अफ रोड आउनु पर्ने रहेछ टाढो रहेछ त यार म त सोचिरहेको एकछिन डाँडा उक्लेपछि आइपुग्यो सोचिरहेको थिएँ कति लामो रहेछ जस रमाइलो चाहिँ रमाइलो भइरहेछ यतातिर त पुरा गाउँ रहेछ यति कम तलबाट आइसक्यो डाँडै काटेर आइसक्यो रहेछ हामी अब चाहिँ आइपुग्यो जस्तो आइपुग्यो गर फोटो खिचेको आफ्नो छैन बहुत रास्ता है कितना कितना दिन पता है पहाड़ पार कर 4 दिन एक पहाड़ तो नीचे से दिन भर निकल से आए समझ आए ओहो फाइनली ये तो मैजिक ना इधर भी तो काम होती है इधर से किधर यहाँ में कितना सब है लो गाइस टिकटहरू बोकेको छ नि सम्झे यताबाट चाहिँ कता जाने त सम्झे गाइस आउनु त आइयो होइन कता कता हो चाहिँ मलाई थाहा हामीले यो पनि लिइसक्यो है त गर्मीले मरि नलाइसक्यो तर गाह्रो भयो भने चाहिँ लगाइदिइसक्यो चाहिँ हाम्रो भाकलको ओके बोस तपाईँ झन् दामी यहाँ भेजो मिठो खाना खिलाउँछ मारवाडीमा स्वादिष्ट भेट्छ रोटी तरकारी पूरी तरकारी म त पुरा मोहित भयो त कराठा हजुर मन्दिर आइपुग्यो है त हामी मन्दिर आइपुग्यो त नारायण भगवान् लाइन त 3 छैन भगवान नहीं यार बाटो छोड़ो ना
यस्तो लामो लाइन छ कि पसिनाले फाइनली गाइस होइन 2-3 घन्टाको कुराइपछि बल्ल बल्ल होइन मन्दिर आइपुग्यो बल्ल बल्ल है त गाइस 1 घन्टा अब चाहिँ हामीले चाहिँ फाइनली सकियो होइन अब लास्ट बत्ती बाल्न बाँकी छौँ लगभग सबै सकियो मन्दिर चाहिँ है त आइपुगिसक्यो आएर पूजासुजा गरेर सम्झिरमा चाहिँ अब निक्लिनु लाग्यो घरतिर लाग्दिनु लाग्यो सम्झि कस्तो भयो त अनि आज जे रमाइलो भयो होइन दामी रहेछ ठाउँ पनि चाहिँ हामी लाग्नेको है त त्यहाँबाट अब हिँडेको के फोटो बनाउनु है खिचिहाल्ने मैले धुल्याउन नि मिलिहाल्छ मनोकामनाको मार्केट यस्तो छ है त गाइस चामलको खाना भाइ है गाइस हामी फर्किने क्रममा टिकट छ नि सेट मान्छेहरू अझै आउँदैछ हामी फर्किसक्यो रमाइलो भयो खाना खानुपर्छ आइरन भ्यायो यता हामीले यस्तो भोक लागेको थियो कि चाटचुट पारे हामीले चाहिँ कस्तो भयो सम्झि खाना भोक मिठो हो खाना नि मिठै थियो है छ अब चाहिँ हामी चल्दिनु कस्तो भयो त अनि आजको अब चाहिँ हामी क्रममा यही हो मनोकामनाको डाँडा है यता माथि मन्दिर छ दर्शन गर्नुपर्छ आउनु होला अहिले चाहिँ गाइज हामी यो घुमिरहेको है त हामीलाई लिन आउँदैछ है त गोलीबारामा गरेर भिडियो चाहिएमा सम्पर्क गर्नु होला हिँड्दै जान नि मिल्छ क्या अरे सम्झि आउने रहेछ त बाटो त यहीँसम्म रहेछ नि हेर सम्झि बाटो त यहीँसम्म आउने रहेछ नि त्रिशुली है त एउटा चिसो पाइन्छ सिटमा मिलिहाल्छ फाइनली आइपुग्यो चोटो लागेर फाइनली सम्झि आइपुग्यो है त कति भन्छ घाम धेरै जर्को छ हामी अब फाँडी कुदिहाल्छौँ है त ल हामी चाहिँ फाइनल निस्किनु लाग्यो होइन गाइज अब यहाँ सम्झीले चाहिँ टक्क लगाएर तिर्दैछ लगाइन्छ अब चाहिँ हामी लागेको होइन यहाँबाट अब चाहिँ हामी माउन्टमा भेट्छौँ लगाइन्छ होइन अब चाहिँ हामी लाग्दिने धेरै गर्मी भयो होइन भगवान् गएर
शुभकामनामा है। मेरो भिडियो हेर्ने जति सबैको रक्षा गरून्। अब चाहिँ हामी चल्दिए घरतिर है त। खै साह्रो गर्मी छ सन्डे। सब इन्डियातिरबाट मात्रै धेरै आउन जान्छ। फाइनली निक्लियो है त। बाई 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 किन्ने क्रममा होइन बेनीघाट भन्ने ठाउँमा आइपुगेको छु है। अझै त्यता छ होइन कस्तो छ यता चाहिँ। हामी चाहिँ यो नागढुङ्गा सुरुङ मार्ग आइपुगिसकेको छौँ है त। फाइनली गाइज हामी चाहिँ काठमाडौँ आइपुगिसकेको छौँ होइन। अब त्यस्तो छ भिडियो कस्तो भयो होइन हेरेर कमेन्ट हानिदिनु होला। यस्तै लाराङ लुरुङ भयो, मोबाइल अफ हुनु लाग्यो, त्यही भएर मैले यतै भिडियो पनि गर्दछु।